नेतृत्व भनेको चाहिँ हाम्रो जस्तो पार्टीमा एउटा मात्रै व्यक्तिलाई नेतृत्व भनेर परिभाषा गरियो भने अन्याय हुन्छ। पार्टीको एउटा सङ्गठित सदस्य पनि हो र पार्टीको केन्द्रीय सदस्य हुनुको नाताले म पनि एउटा नेता हो। त्यसैले यसमा चाहिँ नेकपा एमालेमा पुस्तान्तरण भएर युवाहरूलाई ल्याउनुपर्छ भन्ने बहस त्यति धेरै पेचिलो बनाउनुपर्छ मलाई यस्तो लाग्दैन। म आज नेपालको कानुनले परिभाषा गरेको युवाको परिभाषाभित्र पर्ने नै उमेर समूहमा पर्छु, तर म चाहिँ यो बहस यति पेचिलो हुनुभन्दा अगाडि नै अघिल्लो 10औं महाधिवेशनबाट नै निर्वाचित केन्द्रीय सदस्य हो। त्यसो हुँदा हामीले युवाहरूको प्रतिनिधित्वलाई धेरै पेचिलो बनाएर छलफल गर्नुपर्ने, चिन्ता गर्नुपर्ने छैन। नेकपा एमाले नीतिगत रूपमा नै युवाहरूलाई प्रवेश गराउने नीति बनाएको छ। तर मुख्य कुरा के हो भने यो उपस्थितिलाई कसरी अर्थपूर्ण बनाउने, हामीले हाम्रो देशमा भएका हाम्रा पार्टी सदस्यहरू र देश बाहिर रहनुभएका हाम्रा शुभेच्छुक पार्टी समर्थक, पार्टी नेता कार्यकर्ताहरू सम्पूर्णको अपेक्षा पुरा गर्ने गरी, अब राजनीतिक दल भनेको त समाजको प्रतिबिम्ब हो। समाजको प्रतिबिम्ब भन्ने बित्तिकैमा यसमा चाहिँ एउटा बालक, एउटा युवादेखि लिएर ज्येष्ठ नागरिकसम्मको समेटिएको पुस्ता हुन्छ। यो अन्तर्पुस्ता समन्वय गर्दै युवाहरूका प्रतिनिधित्व गर्ने गरीको हाम्रो अर्थपूर्ण सहभागिता कसरी गराउन सकिन्छ भन्ने कुरा चाहिँ हाम्रो आजको चाहिँ चुनौतीको विषय हो। प्रतिनिधित्वको मात्रै विषयले अब पूर्ण हुँदैन र पूर्ण बनाउनका लागि चाहिँ यो खालको पहल कदमी गर्नुपर्छ भन्ने मलाई लागेको छ र हामीले त्यो प्रयास पनि गरिरहेका छौँ। यो प्रयासको एउटा परिणामस्वरूप हामीले यो पटक महाधिवेशन प्रतिनिधि छनौट गर्दा नै युवा प्रतिनिधि भनेर हरेक क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिहरूमध्ये 40 वर्षभन्दा कम उमेर समूहको युवा प्रतिनिधित्व छ। त्यसो हुँदा एक हिसाबले हामीले त्यहाँ प्रतिनिधि छनौटको सन्दर्भमा नै सफलता प्राप्त गरिसकेका छौँ र महाधिवेशनमा पनि यसको प्रतिबिम्ब देखिने गरी महाधिवेशनबाट आउने नयाँ नेतृत्वमा युवाहरूको प्रतिनिधित्व हुन्छ भन्ने विश्वास छ र हामीले त्यो कुराको अपेक्षा पनि लिएका छौँ र हामीले पहल कदमी पनि गरिरहेका छौँ।